5 कति एमएम चाहिँ यो पिस चाहियो हामीलाई यहाँ 2 नम्बरको पिस 2 नम्बरको कटिसमा बुझ्नुभयो नि बुझ्नुभयो सायद क्लियर छ क्लियर ओके अब हामी जाउँ कति नम्बरमा 3 नम्बर यति सजिलो छ यार कहाँ गर्न चाहिँ टुडेर एक्जामिनेसन लाभा छैन यहाँ छ त अब यहाँदेखि यहाँसम्मको पहिला हामीलाई के चाहियो लेन्थ पाइप सेन्टरदेखि सेन्टरको नाप चाहियो पहिला नाप चाहिँ चाहियो पहिला सुरुमा जेट नाप भन्दा पाइहाल्यो ल यहाँ चाहिँ यहाँ छ भने त्यो फ्याक्टर भन्नुहोस् न हाम्रो ल भाइ सँग होइन सागर अपिल मान्छे अपिल ओके ल अपिल भन्दै त यहाँदेखि यहाँसम्मको कट पिस कति डाइमेन्सनको पाइप हुन्छ पहिला सुन्नुहोस् साठी इनको 86 हो गया तेरे एउटा सुन्ना मेट्यो दे त्यसो गर्नु यति अलिक मिले हेरे के दाइ मिल्छ मिलिहाल्छ नि मिल्छ क्या होइन ल अब यसको लागि हेर्नु न तपाईँ किन डाउट हुनुपर्ने केही छैन यसको लागि हेर्नु त सर र यो 86 मा छ 86 मा छैन यो 86 लाइनको यो कतिको लाइन हो त 1200 को लाइन यो 1200 लाइन हेरिसक्या छ अब 1200 मा ठुलो सानो घर यही जान्छ हो हैन ठुलो घर सानो घर छ हो ल 1200 मा 600 भन्दा कति लाइन हो त बराबर 86 मा के तिमी शुद्ध के भाइ अब हेर्नु छ अब 86 मा अब हाम्रो यहाँ के गर्दा अब यहाँ के छ यहाँ के छ 500 को के लाग्छ यहाँ 575 टी हो नि 500 हैन टी आएको भएपछि टी को कति हो 15 अनि यसको चाहिँ यहाँ के बस्छ यहाँ एल्बो बस्छ एल्बो बस्छ यो चाहिँ जेआई पाइप हो हैन जेआई पाइप हो एल्बो बस्छ अनि के यहाँ सिपी भिसी हो भने के बस्यो एल्बो बस्छ घाँस एल्बो बस्छ राइट ल भनेपछि यो 15 गरेर कति भयो त 600 मा 30 गर्नु पर्यो 600 मा 30 गर्नु कति भयो 570 एमएम नम्बर 3 को कट पिस हो 3 नम्बर ल यो भयो 3 नम्बर यहाँसम्म सक्यो नि हाम्रो अब हैन सक्यो सक्यो भनेदेखि अब हामी कहाँ जान्छौँ अब यसैको सर्नु पर्यो नि सुरुमा यो ल अब हामी यहाँबाट यता जान्छौँ बायाँपट्टि जान्छौँ हैन त बायाँ जाँदा यहाँ चाहिँ क्लिप दिएको छ यो सम्झिनु पर्यो यो चाहिँ क्लिप दिएको छ नि है छैन क्लिप दिएको छ क्लिप भएपछि हाम्रो यो पाइप सर्भिस लाइनमा चाहिँ भित्रको सर्भिस लाइनमा यसरी क्लिप राखेर अड्काउने हो अब यो भन्दा एउटा क्लिप दिएको छ भनेपछि यो चाहिँ भित्रबाट के गर्ने भित्र पसाउने भने यहाँ दियो नि हेर्नुहोस् है यो ए यहाँबाट यहाँसम्मको चाहिँ यहाँबाट यहाँसम्मको चाहिँ कट पिस कति हो देखाएँ 50 कसरी यहाँ चाहिँ हामी कहाँ जानुपर्छ भित्र जानुपर्छ अब हैन भित्रबाट जानु पर्यो कि अब यहाँ यसरी छ अब भित्र जुदो बनाएर यहाँ भित्र यसरी सिधै बस्नु पर्यो क्या चिलाई भित्रपट्टि पारेर सर्टमा कति बस्नु पर्यो 50 एमएम वालको सर्फेसबाट भित्र जाने भनेको चाहिँ ब्याक जाने हो ब्याक जानु भनेको भित्तातिर गएर पुरिने हो है अब भर्टिकल पाइप चाहिँ टाँसेर लगाएको छ होरिजेन्टल पाइपलाई चाहिँ पुरेर लगाएको छ भन्ने कुरो तल्लो ड्रइङमा पनि हेर्न सकिन्छ हामीले टप भ्यूबाट पनि क्लियर हुन्छ 50 एमएम हो यो हेर्नुहोस् है 50 एमएम भित्र जाने हो यहाँबाट भित्र भनेपछि 50 एमएम भित्र जाने हो हैन भित्र गइसकेपछि अब फेरि यता पनि ल्याउनु पर्यो नि पर्छ हैन भनेपछि अब 50 मा 30 घटाउनु पर्यो 15 अनि यता दायाँपट्टि जाने कति 15 भनेपछि कति लाग्यो 20 त्यो 20 mm को टुक्रा भनेको हामीले चाहिँ राउन्ड फिगरमा आउँदाखेरि हेक्स निप्पल हाल्यो भने 20 देखि 25 mm हुन जान्छ त्यसले गर्दा हेक्स निप्पल अथवा प्लेन निप्पल अथवा क्लोज निप्पल प्रयोग गर्ने त्यहाँ त्यस्तो अवस्थामा ल है 25 mm को आयो नि यो चाहिँ हामीले भित्रबाट के गर्ने हामी सुटुको खोजीमा अथवा चाहिँ यसपछि शरीर चाहिँ मेन्टेन गरेर हुन्छ त्यो हालेर चाहिँ हामीले क्लियर गरौँ यो छोटीबाट गएको टी र उताबाट यता लेफ्ट साइडमा जानको लागि चाहिँ एल्बो राखेको छ त्यसमा चाहिँ हामीले जोडिदिन्छौँ हेक्सागोनल निप्पल अथवा प्लेन निप्पल कटिङ गरेर थ्रेडिङ गरेर काट्नु पर्यो ल यहाँसम्मको यो कति नम्बरको गयो हाम्रो यहाँ भित्र कति गएको चाहिँ कति नम्बर हो 4 नम्बर है साथी भित्रमा पनि 4 नम्बर पिस भयो हैन अब भित्रबाट यहाँसम्मको 5 नम्बर आछ ओके अब भित्रबाट के भित्रमा भित्र सिधाइ गएको हुन्छ त्यही लाइन हो नि त त्यो लाइनबाट यहाँसम्मको कट पिस आयो 5 नम्बर है त अब हेर्ने हामीले यहाँ सर हेर्ने यहाँ कि त टप भ्यू अथवा प्लानमा चाहिँ दिएको हुन्छ यहाँबाट दियो यो पोइन्टदेखि यो पोइन्टसम्मको योदेखि यहाँसम्मको सिधाइमा हो नि त यो हैन कति हो यो
ल 175 यति सम्झिनुहोस् न, धेरै सम्झिनु पर्ने आवश्यक छैन यार। 175 ल यो 175 भयो नि त। 175 मा अब के लाग्यो? यो पनि बाहिर फर्केको एलको यो टी एलको टी डाइमेन्सनहरुको 30 गर्नु पर्यो हो हैन? माइनस 30 भनेपछि कति भयो त टोटल? 135 बस 145 होइन 35 30 दुना 60 45 भयो 45 भयो। ल 145 भयो। 145 मा 55 65 75 राइट ल 145 कति नम्बरको 5 नम्बरको कति नम्बरको ल 5 नम्बरको 20 मा कति 145 भयो भएन भयो हुन्छ अहिले भन्नु ल क्लियर छ ल है 5 नम्बर यो भयो 5 नम्बर कति छ नि निकाल्छ भयो 145 अब यसलाई 6 नम्बर लेख्नु नि त 6 नम्बर हो ल 6 नम्बर ल 6 नम्बर यहाँ देखि यहाँ सम्मको चाहिँ डाइमेन्सन भनेको चाहिँ कति छ होला त कति छ होला 40 ल हो लेखेको जे छ त्यही हुन्छ है जे लेखेको छ त्यही हुन्छ अरु दायाँ दिमागमा केही छैन यहाँदेखि यहाँसम्म यसको सिधा यसरी हेर्नु यहाँ आयो यसको सिधा नेटवर्क यहाँ आयो कति भयो 110 को पुरा आयो 140 आयो अब 140 आइसकेपछि हामीलाई फिटिङ सधैँ हेर्नु राम्रो टी र एलको जेएमएको लागि हो हैन 15 दुना 30 माइनस 30 गर्दाखेरि 110 को पर पिस निस्क्यो 110 ओके ल यति भइसक्यो ल अब हामी कतिमा जान्छौँ अब 7औं नम्बरमा 7औं नम्बरमा ल है यो 7औं भनेको चाहिँ यो नम्बर राखौँ है त ल 7 नम्बर भनेको यो नम्बर राखौँ यहाँदेखि अब यहाँसम्म चाहियो त ल यो त हेर्दा हो नि के हेर्नु पर्छ त हेर्नुस् है यहाँदेखि यहाँसम्मको लाइन हेर्ने हो त्यसको लाइन जानु पर्यो परेन यो लाइन भनेको 1200 को लाइन हो त्यो लाइन भनेको 1200 को लाइन भयो भनेको चाहिँ यो भनेको कतिको 1000 को लाइन 1000 को यो बेसिकको चाहिँ लास्ट पोइन्ट भनेको चाहिँ 850 मा अप टु 850 900 यहाँ चाहिँ जे दिएको छ हामी त्यही लागु गर्ने हो हैन अथवा 900 आउन सक्छ परीक्षामा यो इङ्ग्लिस इक्जाम जे दिन्छ हामी त्यही गर्ने कि हाम्रो यसरी गर्ने हैन अब यो चाहिँ हामीले के त वाल मिक्सचर हो के वाल मिक्सचरको पोइन्ट चाहिँ कति छ त 1000 मा छ पछि 1200 मा 1000 सब्ट्र्याक्ट गर्दाखेरि कति बाइक र त 200 आयो यो यहाँदेखि यहाँसम्म कति रहेछ त 200 mm 200 mm भयो नि अब यो तलको फिटिङ टी छ यताबाट मोड्नको लागि एरो छ एरोबाट टीको चाहिँ डाइमेन्सन कति हो त 30 15 30 बराबर कति भयो त 170 लागि है यो डाउन भएको चाहिँ जुन छ त्यो चाहिँ कति हुने भयो त 7 नम्बरमा 170 कट पिस हुने भयो